पहिलोचोटि नेपालमा बुद्ध जयन्ती मनाउने भने सरकारले मनाउने भने क्याबिनेट प्रस्ताव लिएर गए। प्रस्ताव ल्याउँदाखेरि बुद्धवाज बर्न विथ बुद्धिज्म इन नेपाल भनेर लिएर गएको थिएँ। त्यसपछि केपी कमलले संस्कृति मन्त्रीको भावना त ठिक छ, त्यसलाई अलि पोलिटिकल र अलि कूटनीतिक बनाउनु पर्ला हुँदैन र भन्नुभयो। अनि तपाईँहरूको केही छ सुझाव बने भन्नुहोस् भनेर 6 जना मन्त्री परिषदमा 6 जना मन्त्रीहरू थिए, उपप्रधानमन्त्रीहरू पनि थिए, नाम म लिन्न है, त्यो दस्तावेज थाहा भएर को थियो भनेर। त्यसपछि केपी ओलीले यस्तो अम्लो हातमा राख्दै यसो यसो प्याट गर्दा गर्दै भन्नुभयो, यसो गर्दा के होला संस्कृति मन्त्रीज्यू भन्नुभयो। अनि के गर्दा भने लुम्बिनी नेपाल द बर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ बुद्धिज्म एन्ड ओल्ड पिस। फाउन्टेन भने त उद्भव हो, यसो भन्दा कसो होला भनेपछि त्यो मन्त्री परिषद सन्नाटा छायो। विदिन 3 मिनटमा औँला छाउँदै म आफू लज्जित भएँ। मैले धेरै छलफल गरेर लगाएँ नि त्यो प्रस्ताव, धेरै सरकारसँग छलफल गरेर लगेको प्रस्ताव 3 मिनेटभित्र आफूलाई केपी ओलीको अगाडि आफूलाई फुच्चे ठाने। मैले म केही नजानेको जस्तो ठाने, म पराजित भएँ। उहाँको त्यो क्षमता, विज्ञहरूसँग छलफल गरेर लागेको प्रस्ताव उहाँले त्योभन्दा राम्रो बनाइदिनु भयो हो। त्यसपछि सबैले उहाँको प्रशंसा गरे। एउटा प्रसङ्ग, त्यस उहाँ जति ट्यालेन्ट र नेसनली पनि इन्टरनेसनली पनि कुटनीति ढङ्गबाट पनि उहाँ जति ट्यालेन्ट मान्छे कोही रहन्छ भनेको त्यति बेलाको बिम्ब हो एक। दोस्रो, त्यति बेला माओवादी पनि सरकारमा थियो, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री हुनुहुन्थ्यो। शिक्षा मन्त्री भइसकेपछि एउटा प्रस्ताव उहाँले बार चाहिँ एउटा प्रस्ताव आउनुभएको थियो। अब उहाँ चाहिँ सबै प्रस्ताव पढ्ने, हेर्नुहोस् प्रधानमन्त्री कसरी भ्याउने, सबै प्रस्ताव पढ्ने। अब हामी आफ्नो मन्त्रालयको मात्रै प्रस्ताव पढ्ने। अब प्रधानमन्त्रीले सबैका प्रस्ताव पढ्नुपर्छ है, क्याबिनेट मन्त्री भएपछि जवाफदेही त हुनुपर्छ भने पनि गर्नुहुन्थ्यो। तर हामी चाहिँ आफ्नो प्रस्ताव मात्रै पढ्ने। अनि उहाँले आज राख्नुहुन्थ्यो त्यो प्रस्ताव, गिरिराजमणि पोखरेलले पर्खनुहोस् भन्नुहुन्छ, तपाईँ पढेर आउनुहोस् भन्नुहुन्छ है। फेरि अर्को क्याबिनेट राख्नुहुन्छ, तपाईँले पढ्नुभयो भने पढे सबै ठिक छ भन्नुहुन्छ हो। अनि त्यसपछि अर्को प्रस्ताव बैठक आयो। तेस्रोमा तपाईँले म नेकपा माओवादी भएको कारणले गर्दा तपाईँले यो प्रस्ताव स्वीकार नगरेको हो भन्नुभयो गिरिराजले। टोपा रायमाझी तपाईँ चाहिँ हाम्रो पार्टीको नेता हो, तपाईँले यो सरकारको नेतृत्व गरिरहनु भएको छ, यो किन यस्तो नभएको, किन पास भएन, किन उपेक्षा गरियो, मैले क्याबिनेटमा ल्याएर आएको प्रस्ताव भनेर उहाँ रिसाउनु भयो। रिसाएपछि टोपा रायमाझीले पनि होइन यो गर्नु पर्यो नि, किन त्यस्तो गर्नुभएको, मैले गर्दिनँ भनेको छु भन्नुभयो। मैले गर्दिनँ भनेको छु, प्रधानमन्त्रीले त्यसो भन्नु, मैले गर्दिनँ भनेको छु, मैले गर्छु, खालि मैले तपाईँले पढ्नुहोस् भनेको। राम्ररी पढ्नुभयो,